ल त्यहाँ यो लक्ष्मीनारायण मन्दिर गीत बजेको छ है नजिकै। यहाँ अब हाम्रो चेतना सरको खेसिम जाने बाटो आयो यहाँ। अब यहाँ थोरै जान्नबाट अब घाँली बाको खेतबाट छेउबाट कलतिर जोड्न चाहिँ नि दिने हो भने अब राम्रो हुन्थ्यो, कल्याण हुन्थ्यो। चाहिँ नि कल्याण त गर्नुभएको छ, अझै पनि कल्याण हुन्थ्यो भन्नु यहाँ नि हो। अब यहाँ अब चेतन सरको चाहिँ नि यो खेत हो। यहाँसम्म बाटो आयो यी। अब गल्ली गल्लीमा बाटामा गएर हिजो हालेको थिएँ मैले। अब यहाँ कुलो यति यहाँनिर आएपछि यहाँ अब यहाँ यति अप्ठ्यारो भएछ यहाँ बाघ खुलाले गर्दा। पछि त बन्छ। अब गल्ली गल्लीका बाटा भन्थेँ मैले, भाउ छ यही हो। यही गर्ने अब सदस्यले यहाँ अन्त के गर्ने हो त खै, यही हो गर्ने। उसो जाने बजेट पार्ने, बाटा बनाउने, यही हो। खानी बानी बनाउने धारा नभएको ठाउँमा यहाँ लक्क घुमियो छ। अब यहाँ धनदाई यो पनि चेतन सरको जग्गा हो। यहाँ आउँदै अब गयो सर्लक्क लाएर यहाँ अब उसको खेत हो। यसरी यही भएको छ विकास। यही त अगर बाटाघाटा ल हेर्नुहोस् यहाँसम्म बाटो। यहाँबाट सर्लक्क घुमेर घोसी लान उनको त्यो अप्ठ्यारो थियो। खुट्टा भाँच्छन् कि मुन्टो भाँच्छन् कि भन्ने थियो। त्यहाँसम्म त गयो, त्यहाँबाट थोरै जोडिदिने हो भने राम्रो हुन्थ्यो। यही हो। म बजाय बोल्न त जान्दिनँ, त्यही पनि अब गाउँघरमा विकास यही हो। बाटाघाटा अँध्यारो भएको ठाउँमा उज्यालो बनाउने यही हो। हेर्नुहोस् यत्र आइयो यी सर्लक्क बाटो घुमेर जानु पर्यो है। यही हो। यही त हो कि अँध्यारो हुन्थ्यो, अलि उज्यालो त भयो यहाँ कमसेकम। ढिँगा बाछा बसी पाडा हिँड्न, बाइक लिएर हिँड्न केही विषय त भयो नि। मिम्बियो फाँट यहाँ चाहिँ नि हालेको थिएँ भिडियो यति हेर्नुमा